हेलो साथीहरु, यस्तो क्वेशन खरिदारको सेकेन्ड पेपरको म्याथ खण्डमा आउँछ। यो प्रतिशत र नाफा नोक्सान दुईटै टपिकले आउने क्वेशन हो। यसको सोलुसन लेट्स हियर। एउटा टिभीलाई 20% छुटमा बेच्दा 20% नाफा हुन्छ। यदि 40% छुटमा बेचेको भए 2800 नोक्सान हुन्छ भने टिभीको अंकित मूल्य र क्रय मूल्य निकाल्नुहोस् भन्ने क्वेशन रहेको छ। अब यस्तो क्वेशन को सोलुसन गर्दाखेरि पहिलो कुरा सोलुसन लेख्ने। सोलुसन अब हामीले अंकित मूल्य र क्रय मूल्य निकाल भनेको छ। पहिलो कुरा एमपी लाई x मानौं MP = x छ। अब 20% छुटमा भन्यो। अब डिस्काउन्ट छुट भनेपछि डिस्काउन्ट रकम निकाल्ने। पहिला डिस्काउन्ट रकम डिस्काउन्ट आरएस कति हुन्छ? 100 को 20% रे 100 को 20% भनेको कति? 0.2x। अब डिस्काउन्ट निकालिसकेपछि अब एमपी बाट डिस्काउन्ट घटाएपछि एसपी आउँछ। एसपी निकाल्ने। एसपी के हो? एसपी को फर्मुला एमपी माइनस डिस्काउन्ट आरएस भनेपछि एमपी कति छ? x छ माइनस डिस्काउन्ट कति छ? 0.20x। अब बराबर कति आउँछ? 0.80x। यो के आयो? यो एसपी आयो। एसपी आइसकेपछि अब हामीले सीपी निकाल्नु पर्यो। 20% नाफा भनेको छ। नाफा केमा हुन्छ? सीपी मा हुन्छ। अब त्यसका लागि सीपी निकाल्नु पर्यो। सीपी निकाल्ने फर्मुला एसपी दिएको खण्डमा एसपी * 100/100 प्लस प्रॉफिट परसेंट p%। अब एसपी बराबर कति छ? 0.80x * 100/100 प्लस प्रॉफिट कति? 20% हैन। अब यो कति आउँछ? यो आउँछ = 80x/120 आउँछ। अब यो आइसकेपछि सीपी आयो। सीपी आइसकेपछि 40% डिस्काउन्टमा बेच्दा फेरि 2800 नोक्सान हुन्छ अरे। अब 40% डिस्काउन्टमा बेच्दा भनेपछि अब नयाँ एसपी निकाल्नु पर्यो। फेरि SP2 = अब एमपी कति छ? एमपी माइनस डिस्काउन्ट हैन। अब एमपी x माइनस डिस्काउन्ट कति छ? 40%। x * x को 40% बराबर। अब यो कति आउँछ? x माइनस 0.40x भनेपछि यो कति आयो? 60%। 0.60x आउँछ। यो एसपी आयो। अब यो सीपी यो एसपी आयो। यो नोक्सान छ। अब हामीले यहाँ के हुन्छ? यो पनि नोक्सान हुन्छ, यो पनि नोक्सान। अब नोक्सान निकाल्नु। नाउ भन्ने त्यसपछि नोक्सानको फर्मुला के हो?
सीपी माइनस एसपी इज इक्वल टू अब कति छ 2800 छ 2800 अब सीपी कति छ 80x अपन 120 माइनस एसपी 0.60x बराबर 2800 और यो चाहिँ कति हुन्छ भन्दा लस लियौँ हामी 120 लस आयो 80x माइनस 72x हुन्छ बराबर 2800 और 8x अपन 120 बराबर 2800 और यो चाहिँ हुन्छ भनेपछि 8x इज इक्वल टू 120 अब भइसकेपछि x इज इक्वल्स टू 2800 इन्टु 120 अपन 8 अब काटौँ 8 2 चौको 8 2 छक्का 12 अब 15 चौको 60 4 एका 4 15 चौको 60 x इज इक्वल टू 28 28 15 0 0 8 5 40 0 8 4 8 5 10 1 14 0 0 8 2 0 0 0 8 4 8 12 को 2 8 1 2 3 4 42,000 x को मान 42 x भनेको mp कति 42,000 छ भने अब cp इज इक्वल टू cp यसमा राख्ने अब cp को मूल्य हाम्रो छ अघि आएको 80x अपन 120 अब 80 इन्टु कति 42,000 अपन 120 0 ले काट्यो भनेपछि 12 24 2 12 2 40 2 3 छ 2 20 40 14 का 14 14 42 14 42 भनेपछि यो अब अलिकति यहाँनिर ठाउँ पुगेन साथीहरू त्यसको लागि माइन्ड नगर्नु होला यो आउँछ हाम्रो सीपी इज इक्वल टू 28,000 14 त्यहाँ 42 14 दुना 28,000 है 14 3 3 का 3 3 इन्टु 1400 अपन 1400 इन्टु 2 यता छ अनि त्यो गरेपछि 28,000 ठ्याक्कै आउँछ यति नै एन्सर हुन्छ अब देयरफोर लेखेर ठ्याक्कै देयरफोर mp इज इक्वल्स टु 42,000 cp इज इक्वल्स टु 28,000 एन्सर ओके हस् धन्यवाद लाइक शेयर सब्सक्राइब गर्दै गर्नु होला।